नमस्कार, म अहिले मिजोरामको कोलपसिप स्थित 100 वर्ष पुरानो गोर्खा मन्दिरमा छु। यो मन्दिरले गत वर्ष डिसेम्बर 7, 8, 9 गते आफ्नो शताब्दी वर्षगाँठ भव्य रूपमा मनाएका थियो। यहाँ मैले मन्दिर समितिको अध्यक्ष श्री मनुप्रसाद सुवेदीज्यू र अन्य सदस्यहरूसँग कुराकानी गर्ने अवसर पाए। उनीहरूले यस मन्दिरको स्थापना इतिहासदेखि लिएर आजसम्मको यात्रा र यस समुदायले गरेको योगदानबारे धेरै रोचक जानकारी साझा गर्नुभयो। मन्दिर समितिले बाल विकास जस्तै कार्यक्रम मार्फत हाम्रो बालबालिकाहरूलाई धर्म, संस्कार र परम्पराको मूल्य सिकाउन महत्त्वपूर्ण काम गर्दै आएको छ। त्यसैगरी सम्पूर्ण गोर्खा परिवारको सहयोग र समर्पणकै कारण यो मन्दिर निरन्तर सञ्चालनमा रहिरहेको छ। मन्दिरको मर्मत सम्भार र अन्य खर्चहरूका लागि हरेक परिवारले आफ्नो आम्दानीको 1% अंश योगदान गरेको पनि समितिले बताएको छ, जसले गर्दा मन्दिर सञ्चालन स्थिर र पारदर्शी रूपमा अघि बढिरहेको छ। कृपया भिडियो अन्तसम्म हेर्नुहोस् र यस ऐतिहासिक गोर्खा मन्दिरको कथा आफ्नो साथीहरूसँग पनि सेयर गर्नुहोस्। धन्यवाद। धेरै धेरै धन्यवाद, तपाईहरूले समय दिनुभयो र छोटकरीमा तपाईले हाम्रो दर्शकबिन्दुलाई आफ्नो परिचय। हजुर नमस्कार, मेरो नाम मनुप्रसाद सुवेदी, व्यवसायमा म शिक्षक हुँ र अहिले यस शिव मन्दिर समिति कोलसिपको अध्यक्षको पद सम्हालिरहेछु। धन्यवाद। र तपाईको? नमस्कार, मेरो नाम गोपाल कुमार गौतम, म व्यवसाय चाहिँ नि मेरो व्यापार छ अनि म पहिला पूर्व अध्यक्ष भनौँ यो मन्दिर समितिको अध्यक्ष हुँ पहिला। अहिले म यहाँदेखि रेन्तेकोन भन्ने ठाउँमा म अहिले सिफ्ट भएको छु। धन्यवाद। नमस्कार, मेरो नाम सुरज जोशी, पेसामा शिक्षक छु र यो मन्दिर कमिटीको एक्जिक्युटिभ मेम्बर। नमस्कार, मेरो नाम चिराग थापा, मेरो व्यवसाय चाहिँ अब बिजनेस नै भनौँ र अहिले मन्दिर कमिटीमा म यो के गरे यहाँ हाम्रो समितिमा प्रपर्टी सेक्रेटरीको कार्यरतमा छु। हजुर ल, विशेष धन्यवाद। र हामी यहाँ सभापतिलाई कतिवटा कुराकानी गर्नेछौँ। जस्तै कि अब हामीले भनिहाले कि तपाईँहरूले पोहोर साल शताब्दीको एउटा कार्यक्रम राख्नुभयो, त्यो भव्यताले एकदम हामीले सुन्नु पनि पाए, हाम्रो ज्ञानमा आयो। अलिकति हाम्रो दर्शकबिन्दुहरूलाई यो मन्दिरको इतिहास को एउटा साझा गरिदिनुहोस् होला। हजुर, यो मन्दिरको इतिहास चाहिँ हाम्रा बुजुर्ग, हाम्रा जिजुबाजेहरूले चाहिँ धेरै वर्ष अगाडि, लगभग यो मन्दिर चाहिँ 115 वर्ष नै पुरानो मन्दिर हो। तर यसको एउटा लिखित रूपमा यसको चाहिँ त अब 1924 को भएको हुँदाखेरि र हामीले पोहोर साल 2024मा चाहिँ शताब्दी वर्ष मनाउनु पुग्यौँ र हाम्रो एउटा यस मन्दिरले चाहिँ इतिहास बोकेको छ, जुन इतिहास चाहिँ त योभन्दा 25-30 किलोमिटर टाढोबाट चाहिँ त्यहाँ एउटा कोनपुई र बोलपुईको बिचमा एउटा कुवारी छ र त्यहाँ हाम्रो यो शिला जुन छ त्यहाँबाट चाहिँ हाम्रा जिजुबाजेहरूले चाहिँ त्यतिखेर काठको गाडी बनाएर चाहिँ त तिनीहरूले ल्याएर यस ठाउँमा पुर्याएको चाहिँ 100 वर्ष पोहोर साल पुगेको थियो। जसमा मैले देख्नु पाएँ कि तपाईँहरूले यहाँ एउटा मेमोरियल जस्तै बनाउनु भएको छ, 38 जनाको नाम छ त्यसमा। हजुर, 38 जनाको नाम छ। उनीहरूले चाहिँ त्यस शिलालाई चाहिँ त वहाँबाट यहाँ ल्याउनको लागि चाहिँ सशक्त परिश्रम गरेर चाहिँ ल्याइपुर्याउनु भएको र त्यस नामलाई चाहिँ हाम्रो इतिहास बोक्नेहरू, इतिहासकारहरू भनौँ न अब यस हाम्रो मन्दिरको लागि, त्यही भएर त्यहाँ चाहिँ हामी त्यसरी चाहिँ हामीले राखिएको छ। र सर, जस्तो तपाईँले भन्नुभयो कि हाम्रो पुर्खौहरूले 100 वर्ष अगाडि र हुनु त अब तपाईँहरूमा डकुमेन्टेड अब भन्दाखेरि चाहिँ लिखितमा चाहिँ 100 वर्ष भयो त्यो शिलाको, र 115 तपाईँहरूले भन्नुभयो यो मूर्तिको, यो मन्दिरको निर्माण। र हाम्रो पुर्खौहरूले, जस्तो मैले पहिले पनि हाम्रो यो JNN-मा मार्फत हामीले यो उल्लेख गरेको छु कि हाम्रो पुर्खौहरू जहाँ पनि बसिन्छ उहाँहरूको आस्थाप्रति र धर्मप्रति उहाँहरूको ज्यादा जोडेको छ। त्यो सम्बन्धित के भन्नुहुन्छ? एकदमै राम्रो। उहाँहरूको जुन परिश्रम थियो, त्यो ऐतिहासिक परिश्रमले आजसम्म हामीहरूले यस ठाउँमा यो भनौँ न, यो जुन ठाउँ छ यहाँ त हामी सनातनी भनौँ, हामी गोर्खा भनौँ, एकदम कम मात्रामा छौँ र पनि
तिनीहरूको जुन देन थियो त्यो देनले चाहिँ आजसम्म हामीले आफ्नो संस्कार, आफ्नो संस्कृति, आफ्नो भाषा, आफ्नो धर्म बचाएर राखेका छौँ। उहाँहरूले त्यो परिश्रम नगरिदिएको भए आज हामी यस ठाउँमा लुप्त भएर न घरको न घाटको भएर बसिन्थ्यो। त उहाँहरूले मन्दिरको निर्माण चाहिँ नै हाम्रो माझमा एकता लाउने पनि एउटा पहल गरेको जस्तै पनि हो। र अझ एउटा कुरा सर, जस्तै कि अब यो मन्दिर, अब भव्य मन्दिर छ, यो मन्दिरलाई जो तपाईँहरूले सञ्चालित गर्नुको लागि पनि धेरै नै परिश्रम छ, धेरै नै। अब किनकि अब तपाईँहरू यहाँ छरेर बसेको, उहाँलाई एकसाथमा लिएर आएर एउटा चलाउनु पनि एउटा सङ्घर्ष छ। त के भन्नुहुन्छ यो विषयमा? हो, अब तर यहाँ कोलसिपका जनताहरू साह्रै राम्रा छन्, सबै नै सामाजिक छन्। उनीहरूको जनताको जुन भनौँ शक्ति र उनीहरूको चाहिँ के भन्छ अगाडि बढ्ने जुन चेष्टा छ, त्यसले गर्दा नै यो सम्पूर्ण कार्यहरू सक्षम तरिकाले हुन गएको हो। नत्र भने त अब जनताको सहयोग बिना त एउटा समितिले केही पनि गर्न सकिँदैन। र यहाँको जनतामा धर्मप्रति र चाहिँ एउटा जोस छ। र उहाँहरूले हामीले चाहिँ यहाँ अब व्यवस्थापनको लागि चाहिँ हामीले महिनावारी यस मन्दिर म्यानेजमेन्टको लागि चाहिँ आजसम्म 100को 1% गरिकन हामीले महिनावारी उठाउँछौँ र त्यसले यस मन्दिर सञ्चालन गरिन्छ। र अब यसलाई कन्स्ट्रक्सन गर्नु परेको खण्डमा हामीले कन्स्ट्रक्सन कमिटीको अलग्गै चाहिँ हामीले फेरि कोष उपार्जन गर्छौँ। जनताहरूले दिइरहेका छन्, जनताहरूको ठुलो देन छ। यो जनताहरूलाई नै यसको आश्रय चाहिँ जनताहरूमाथि नै जान्छ। अगर म तपाईँलाई सोध्नु मिल्छ भने यो हाम्रो कोलसिप जिल्लामा हाम्रो कति परिवार छ गोर्खाहरू? हजुर, यस कोलसिप जिल्लामा त हामी लगभग 200 परिवार छौँ। एउटा रेङतेकोन जुन छ, रेङतेकोनमा चाहिँ बेग्लै मन्दिर पनि छ। र रेङतेकोन चाहिँ अब धर्मको उसले गर्दाखेरि अलि यहाँ आउनु टाढा परेको खण्डमा उहाँ अलग्गै बेग्लै मन्दिर बनाएर उहाँहरू वहीँ आफ्नो सबै अस्तित्व राखिरहेका छन्। र यहाँ चाहिँ माथि जुन भेगमा छौँ हामी अहिले लगभग 150 घर छौँ। यो मन्दिर जुनले फिड गरेको छ, यो मन्दिरले 150 जति घर छौँ। उहाँले के भन्नु? भन्नाले यो कोलसिप जिल्ला नभएर यो कोलसिप टाउनभित्र, जिल्लामा त यहाँ बोल्पी पनि छ, बोल्पीमा एउटा मन्दिर छ, बारिङतेमा मन्दिर छ होइन। जिल्ला भन्यो भने निकै ठुलो एरिया आउँछ। अहिले कोलसिपमा चाहिँ उहाँले भने जस्तै हाम्रो यो मन्दिरको एरिया भित्र चाहिँ नि 150 परिवार जति, अनि रेङतेकोनमा फेरि अलग्गै लगभग परिवार मन्दिरै छ, त्यहाँको अलग्गै छ त्यहाँ। भनेपछि हाम्रो यो पुरा कोलसिपभरि चाहिँ लगभग 200 परिवार 200 जति छौँ होला। त बोलपुरमा पनि एउटै समिति छ जसको एउटा मन्दिर पनि छ वहाँ, त्यहाँ वहाँ पनि उहाँहरूको बेग्लै दुर्गै जस्तो यो कमिटीहरू छ, पूजा कमिटीहरू। र अझ एउटा कुरा यहाँ प्रश्न मेरो यता आउँछ कि म सधैँ नै सबैलाई हाम्रो जातिको मुरब्बीहरूलाई यो प्रश्न गर्छु, किनकि हाम्रो मेरुदण्ड भन्दाखेरि चाहिँ युवाहरू हो। युवाहरू कतिखेर जागरुक छ हाम्रो संस्कृतिप्रति, हाम्रो धर्मप्रति, हाम्रो आस्थाप्रति। किनकि हामीले हाम्रो जिएनएनको पनि उद्देश्य यही हो कि हामीले कसरी चाहिँ हाम्रो युवाहरूलाई जागृत गर्ने, किन हाम्रो पुर्खौहरूले जो हामीलाई दिएर गएको छ त्यो विलुप्त नहोस्, त्यो विकृतितिर नजाओस् भन्ने पनि हाम्रो यो विचारधारा छ। त हाम्रो यो कोलसिप सहरको हाम्रो युवाहरूको कस्तो प्रकारको जो अवदान छ, कस्तो प्रकारको उहाँहरूको इन्भल्भमेन्ट छ? हजुर, अब धर्मप्रति र मन्दिरप्रति चाहिँ राम्रै छ एकदम। अब एकदमै भन्न त नमिल्ला, अब सबैको आफ्नो आफ्नो व्यवस्थाले गर्दाखेरि सबै व्यस्त छन् होइन। तर आजसम्म सकेसम्म सबैको योगदान साह्रै राम्रो छ। र आज हाम्रो एउटा उद्देश्य छ कि अहिले चाहिँ अब बालबालिकादेखि चाहिँ उत्थान गर्नुपर्छ भन्ने एउटा उद्देश्य लिएर चाहिँ यहाँ धेरै कार्यक्रमहरूलाई चाहिँ हामीले अगाडि बढाउँदैछौँ। र बाल विकास कार्यक्रमहरू पनि हामीले यहाँ गरिन्छ। जस्तै बाल विकास कार्यक्रममा चाहिँ एउटा धर्मको आधार लिएर चाहिँ जति सक्छ हामीले हाम्रो जुन सनातनको जुन के अरे मन्त्रहरू छन् ती मन्त्रहरू सिकाउने प्रयास गरिरहेका छौँ। 2 साल भयो चलिरहेको छ। र अहिले हामीले फेरि अर्को एउटा सत्सङ्ग कार्यक्रमलाई पनि चालु गरिरहेका छौँ। हर आइतबार 2 बजेदेखि चाहिँ त सत्सङ्ग कार्यक्रम घर घरमा हुने गर्छ। र त्यसले चाहिँ त्यहाँ चाहिँ हामीले के गरेको छौँ भन्दाखेरि त्यसको एउटा उद्देश्य छ, सानो नानी बालबालिका जुन बाल विकास कार्यक्रममा आउँछन् तिनीहरूलाई एउटा मतलब मन्त्र उच्चारणको लागि समय दिइन्छ। किनभने तिनीहरूले चाहिँ त्यो बच्चाहरूले चाहिँ त
त्यो जुन पब्लिक हुन्छ त्यहाँ जुन ग्यादरिङ हुन्छ त्यो ग्यादरिङमा उभिएर फेस गर्नु सकोस् भन्ने एउटा उद्देश्य छ। अनि अर्को चाहिँ हामीले रामायण जुन हाम्रो भानुभक्त रामायण छ त्यो रामायण चाहिँ अब रामायण मात्रै भन्न जानेर पनि भएन, त्यसलाई पढ्न अनि त्यसलाई पढ्न र अगाडि बढाउन पनि हाम्रो चेष्टा छ। र त्यस सत्सङ्ग कार्यक्रममा चाहिँ 10वटा श्लोक चाहिँ प्रति आइतबारमा चाहिँ हामीले मान्छे तोकिकन चाहिँ त हामीले 10वटा श्लोक चाहिँ पढ्ने प्रयास गरेको छौँ, हुँदैछ, चलिरहेको छ। र त्यसबाहेक पनि हामीले धर्म संस्कृति संस्कारको विषयहरू लिएर केही प्रवचनहरू पनि हामीले गर्ने गरेका छौँ। त्यसरी चाहिँ हाम्रो कार्य अगाडि बढिरहेको छ। तपाईँले जो एउटा उल्लेख गर्नुभयो बाल विकास, यो मैले हाम्रो सिलचर सहरमा पनि यो विषयमा मैले यो सम्बन्धित मैले सुनेको थिएँ। यो विषयमा थोडा हाम्रो दर्शकबिन्दुहरूलाई यो विषयमा थोडा भन्नुहोस् त 2 कुरा। हजुर, बाल विकासको बाल विकास चाहिँ हामीले अहिले चाहिँ 7 क्लासदेखि मुनिका जति छन् हाम्रा बालबालिकाहरू आइतबारको बिहान 8 बजेदेखि तल हाम्रो मुनि यहाँ होल छ, त्यो होलमा चाहिँ हामीले मन्त्र उच्चारणहरू र धर्मग्रन्थको कुराहरू सिकाउने गरिएको छ। अहिले चाहिँ मन्त्र उच्चारणलाई विशेष ध्यान दिएको छ। मन्त्रहरू चाहिँ यिनीहरूले जानिसके भने चाहिँ त हामीले धर्मग्रन्थको विषयलाई छोटो छोटो तरिकाले चाहिँ उनीहरूलाई सिकाउँदै जाने। तर अलिकति के कमजोरी छ भन्दाखेरि अझै हाम्रो त्यो के छ भन्दाखेरि धर्मसित सम्बन्ध ल्याउनुको लागि भाषा अलिकति अगाडि बढाउनु पर्दो रहेछ जस्तो मलाई लाग्छ। र त्यो पनि हामीले प्रयास गरेको छौँ, कसरी बढाउनु पर्ने र कसरी अगाडि लिएर जानुपर्ने भन्ने कुरा चाहिँ। अनि त्यसपछि आधा घन्टा 45 मिनटको बाल विकास कार्यक्रम हुन्छ। अनि आइतबारमा यहाँ मन्दिरको कार्यक्रम हुन्छ। हामीले हर आइतबार चाहिँ मन्दिरमा कार्यक्रम गरिन्छ र 8:45बाट चाहिँ हाम्रो मन्दिर कार्यक्रम आरम्भ गरिकन 9:30-10 बजे चाहिँ हामीले यहाँ मन्दिर कार्यक्रम समाप्त गर्दछौँ। अनि बाल विकासका हाम्रा नानीहरू पनि आएर भजन कीर्तन गर्छन्। अनि अब कहिले कसो हाम्रो पण्डितजीहरू नहुँदा पनि ती बाल विकासका हाम्रा नानीहरूले चाहिँ मन्त्र उच्चारण गरिकन आरतीहरू उठाउने गर्दछन्। र जस्तो कि अब मिजोराम सहर भन्दै अब हामीले सुन्नुमा आइन्छ कि इसाई मेजोरिटीको, त हामी त्यो माझमा हामीले सनातनीमा एउटा जो हामीले मन्दिरको एउटा निर्माण गरेर हामीले तपाईँले जो भन्नुभयो जो बाल विकासको एउटा कार्यक्रम राख्नुभयो जसमा हामीले रामायणको श्लोकहरू पढ्ने नानीहरूलाई त्यो प्रकारको शिक्षा जो तपाईँहरूले सनातनीको एउटा धर्म प्रति उहाँहरूलाई जागृत गर्नुहुँदैछ। त यसमा यो जो माहौल छ, हिजो मैले जो भनिहालेँ इसाई माहौल छ यता, त्यसमा चाहिँ कति प्रकारको सङ्घर्ष छ? कुनै प्रकारको सङ्घर्ष त छ त्यसमा? अब हाम्रो सनातनी त छुट्टै तरिकाले चलिएछ, उहाँहरूबाट आजसम्म चाहिँ त्यस्तो एकदम चापाचापकै परेको छैन। तर हामीले नै हाम्रो समाजका हाम्रा भाइ बहिनी हाम्रा नानी केटकेटी तिनीहरूलाई चाहिँ कसरी उत्थान गर्नुपर्ने चाहिँ हाम्रै समाजले सोच्नुपर्छ र अगाडि बढाउनुपर्छ जस्तो मलाई लाग्छ। मैले जान्नु प्रयास गर्न चाहेको कि जस्तो कि हाम्रो माहौल चाहिँ यहाँ चाहिँ इसाई माहौल छ हैन, त हाम्रो यहाँको हाम्रो जाति जो सनातनीहरू उहाँतिर प्रभावित भएको देख्नु भएको छ? आज कोलसीमा त त्यति साह्रो त्यो प्रभावित इसाई धर्ममा प्रभावित भएको त हामीले आजसम्म देख्न पाइएको छैन। पहिला थिए फटाकफुटुक, तर आजको दिनमा चाहिँ त्यसरी भएको चाहिँ देख्नमा आएको छैन। र आउँदो समयमा हाम्रो यो जो तपाईँहरूको जो यो समिति छ, कमिटीले जातिहरूको प्रति चाहिँ कसरी चाहिँ संस्कृतिलाई संरक्षण गर्ने, कसरी चाहिँ हाम्रो यो जातिको उजागर गर्ने, त्यो विषयमा पनि तपाईँहरूले छलफल गर्नुहुन्छ? हजुर, हामीले अब हाम्रो जातिप्रति संस्कृतिलाई बचाउनुको लागि चाहिँ त धेरै कार्यहरू पनि गर्ने प्रयास छ, गरिएको पनि छ र सबैले सहयोग पनि पुर्याएका छन्। र जस्तै हाम्रो दसैँ आउँछ, दसैँमा हाम्रो जुन टिकाहरू लगाएर हामीले त्यसलाई हौसला दिन्छौँ, एकदम यो चाहिँ गर्नुपर्छ है सबैले यताउति भनेर चाहिँ हामीले हौसला दिन्छौँ। र अब तिहारको माहौलमा तिहार पनि हाम्रो संस्कृति हो, यसलाई पनि हामी हौसला दिन्छौँ। मन्दिर समितिबाट जुन गर्नुपर्ने कार्य चाहिँ हामीले गरिरहेका छौँ। यो कुरा हाम्रो दर्शकको लागि के भन्नुहुन्छ तपाईँले? हजुर, म भन्नु चाहन्छु कि हामी गोर्खा अथवा नेपालीहरू जहाँ जहाँ बसोबास गर्छौँ, हामीले हाम्रो संस्कृति संस्कारहरू धर्म
अनि भाषा चाहिँ बिर्सनु हुँदैन र संस्कार जुन छ यो चाहिँ घरबाट उत्पत्ति भएको हुनुपर्छ। घरको आमा बाबुले आफ्नो छोराछोरीहरूलाई चाहिँ संस्कार दिएको हुनुपर्छ अनि त्यो संस्कार दिएको छोराछोरी कहिल्यै पनि बिग्रिने र भत्किने मौका पाउँदैनन् र संस्कारिक जुन नानी बच्चाहरू छन् तिनीहरू जहिले पनि अगाडि बढेका हुन्छन्। संस्कार जब हामीले दिन्न भने तिनीहरू चाहिँ उल्टो दिशातिर लागेका हुन्छन् र उनी आफै आफ्नो जिन्दगी र घर परिवारको संसार नै बिगारेका हुन्छन् भन्ने म भन्न चाहन्छु। धेरै धन्यवाद सभापतिज्यू। र म त्यसै गरी म उहाँसँग पूर्व अध्यक्ष हुनुहुन्छ त तपाईँले हाम्रो दर्शकबिन्दुहरूको लागि 2 कुरा। हुन त सभापतिज्यूले भनिसक्नुभयो। यस्तै गरेर सबै ठाउँमा हाम्रो भारतवर्षमा सबै नेपाली गोर्खाली जति पनि छौँ हामीले आफ्नो धर्ममा कम्मर कस्नुपर्छ। हामीले आफ्नो धर्म संस्कारमा कुनै लाज मान्नु हुँदैन। आफ्नो शिर ठाडो पारेर हिँड्नु सक्नुको लागि हामी सबै एकजुट हुनुपर्छ र आफ्नो घर घरमा मैले विशेष गरेर आमाबाउलाई यो बिन्ती गर्न चाहन्छु, एउटा एजुकेसन जुन छ सृष्टि हुन्छ त्यो घरबाट नै हुन्छ। हाम्रो संस्कार संस्कृति रीतिरिवाज जति पनि छ त्यो हाम्रै घरबाट उत्पत्ति हुन्छ। यसलाई चाहिँ नि निरन्तरता हामीले दिने, कहिले पनि हार नखाने र हाम्रो भाषालाई जहिले पनि अगाडि र आफ्नो धर्मलाई चाहिँ नि अगाडि सारेर अगाडि बढ्नुपर्छ भन्ने म भन्न चाहन्छु। धन्यवाद। र तपाईँले 2 कुरा हाम्रो दर्शक, तपाईँ पनि युवा नै हुनुहुन्छ, 2 कुरा हाम्रो दर्शकबिन्दुहरूको लागि थोडा यहाँ भन्नु त मेरो अगाडिका प्रवक्ताहरूले भनिसकेछन्। त्यही हो, म छोटकरीमा भन्छु। हामीले आफ्नो जाति धर्म र संस्कृतिलाई चाहिँ नि हमेसा बचाएर अघि बढ्ने कोसिस गरौँ, यति नै भन्न चाहन्छु। र दाजु तपाईँले पनि 2 कुरा, हाम्रो तपाईँ प्रपर्टी सेक्रेटरी हुनुहुन्छ, तपाईँले अब प्रपर्टी सेक्रेटरी भन्दा चाहिँ तपाईँको कस्तो खालको जिम्मेवारी रहन्छ यता? अब मेरो चाहिँ जिम्मेवारी कस्तो रहन्छ भन्दाखेरि मन्दिरमा जति पनि हाम्रो यहाँको सारसामानहरू प्रपर्टीहरू छ उहाँ त्यसको चाहिँ अब हर हिसाब राख्ने यताउति सबै कुरा के कसैले सामान दान गरे भए उहाँ पनि त्यसलाई रेकर्ड गर्ने, कसैले यहाँबाट मन्दिरमा कसै चलाइन्छ भने त्यसको लागि पनि फेरि डिस्ट्रिब्युट गर्दा पनि त्यसको हिसाब किताब राख्ने, त्यही नै मेरो काम छ। ल धन्यवाद। र दर्शकबिन्दुहरू अहिले हामीसँग जो कुराकानी गर्नुभयो, हाम्रो यहाँ शिव मन्दिर एउटा हाम्रो पुर्खले जो 100 वर्ष अगाडि जो निर्माण गरेको यो मन्दिरलाई स्थापना गरेको मन्दिरको अहिले पूजा कमिटी यो मन्दिर कमिटीसँग हामीले 2 कुराकानी गरे र तपाईँहरूको पनि केही पनि जिज्ञासा छ, यो प्रतिक्रिया छ, तपाईँहरूले कमेन्ट सेक्सनमा गरिदिनुहोस् होला। धेरै धेरै धन्यवाद तपाईँहरूले JNN TV हेर्नुको लागि र तपाईँहरूको धेरै धेरै धन्यवाद मलाई समय दिनुको लागि।